कहाँ होला त्यो? Any guesses? Welcome to my journey. रारा. Hi. अब झोला प्याक गरौँ रारा जानको लागि. अलिकति लुगा, अलिअलि खानेकुरा, पावर ब्याङ्क, चार्जर, पानीको बोतल, कफी, टोइलेट्री, जीवनजल अनि लाइट. स्पिकर पनि छ अनि सानोतिनो कुरा. आई एम रेडी. लेट्स गो. मैले चाहिँ सुर्खेत जाने नाइट गाडी चढेँ. दाइलाई नि खुब हतार भएर चाहिँ दौडी दौडी कहानी टिकट लिन. रातभरिको यात्रापछि बिहान चाहिँ महेन्द्रनगर यहाँ चाहिँ खाजासाजा खायो अनि त्यसपछि सुर्खेतको लागि लाग्यौँ. मैले हामी भनेको चाहिँ सबै प्यासेन्जरलाई फेरि. म बिहान 9 बजे सुर्खेत आइपुगेको थिएँ. यो मान्छेको नाम कमेन्ट गर्नु ल. सुरु भयो सुनौली बिहानीको यात्रा. यता चाहिँ सधैँ यस्तै भिड हुने रहेछ. म जाँदा नि भिड थियो. त्यहाँबाट सुरु भएपछि यात्रा चाहिँ मलाई खुब रमाइलो लाग्थ्यो. तर बिचमा चाहिँ खत्रै धुलो खाइयो. त्यस्तै गर्दै अनि म दैलेख आइपुगेँ. दैलेखमा चाहिँ दिनभरि मात्रै होइन के हो बाख्रासँग साँझ पनि बित्यो. म बाबालाई झन् कुरै नगर यस्तो मजा लगाइरहेको थियो. कुरा सुन्नु नि त्यहाँ. वेट मम ड्याड चाहिँ बाइकमा आउनुभएको ल. त्यही भएर भन्न बिर्सेछु कि. नेक्स्ट डे मेरो यात्रा हाम्रो कर्णालीसँग. मलाई त मेरो साइडमा बस्ने यो कुच्चेले पनि कम्पनी दिइरहेको थियो. अनि साइडको दृश्य त कुरै नगरौँ. नदी 1 सेकेन्ड तिला नदी. ओहो हो धुलो कति त थियो. जस्तै भयो नि बाहिर देख्दा चाहिँ खुब रमाइलो लागिरहेको थियो. नदीले त पिछै छोडेको थिएन. त्यतिकैमा पुग्यौँ नागमा. हाम्रो आजको स्टे चाहिँ यही नागमामा भयो. मभन्दा अघि पछि मम्मी ड्याडी पनि आइपुग्नु भएको थियो. सो मजाले बजार घुम्यौँ. दिनमा मात्रै होइन बेलुका पनि पुरै बजार घुम्यौँ. अनि भोलिपल्ट बिहान मम ड्याडीलाई चाहिँ बाइकमा टाटा गरेर म पनि यो पिकअपमा आजको यात्रा सुरु गर्ने भएँ. नागमाको मर्निङको भ्यू मैले भन्नुपर्छ त अब. आफै हेर्नु कस्तो राम्रो छ कि. मेरो लागि यो सबै नयाँ अनुभव थियो. यो हरियाली, यहाँका सिम्पल मान्छे, यहाँको स्वच्छ हावा. जाँदाखेरि भुलभुलामा फोटो खिच्न चाहिँ नबिर्सिनु नि फेरि. अनि त्यहाँ भुलभुलामा खाजा खान रोक्यौँ. दाइले खत्रे कस्तो गोलो बनाउनु भयो न. कस्तो गोलो फापरको रोटी मजाले पकाउनु भयो. दाइ चाहिँ पसले होइन नि फेरि. अनि दाइले पकाएको फापरको रोटी र दिदीले पकाएको यो त्यहाँको फेमस सिमी च्याउचाउ खाएर फेरि लाग्यौँ राराको लागि. सल्लेरीमा चाहिँ मम्मी ड्याडीसँग भेट भयो. अनि त्यहाँबाट चाहिँ अब बल्ल मेरो फ्यामिली टुर सुरु भयो. हाम्रा कुरा मेरो मम्मी बाबाको फर्स्ट रारा एक्सपिरियन्स. देख्नु रारा रारा पुगेपछि त बाबा पनि भिडियोग्राफर बनिहाल्नु भयो. मेरो खुसीको झन् कुरै नगरौँ. यो रारा कति लामो हो. पुरै यहाँदेखि यहाँसम्म. रारा हेरेर कसको पो मन अगाउँथ्यो होला र. मेरो मम्मी बाबाको नि अगाएको थिएन. मेरो त कुरै नगरौँ. यो छालहरूको आवाजसँगै यसको स्पर्श लिँदा मलाई कस्तो महसुस भयो त्यो चाहिँ म भन्नै सक्दिनँ, बयानै गर्न सक्दिनँ. तर फोटोमा भन्दा धेरै राम्रो छ रारा. हामी एकचोटि जानै पर्ने ठाउँ हो रारा. रारा हेरेर को अगाउने. सो बाबाले चाहिँ क्याप्चर गरेर लिएर जानुभयो. परिवारसँग घुम्न जानुको मन चाहिँ छुट्टै. मम्मी बाबाको खुसी मैले त्यहाँ त्यो मम्मी ड्याडीको फेसमा देखेको खुसी म कसरी बयान गरौँ. एकछिन त हामी माथि बसेर रारालाई हेरिबस्यौँ. थोरै भिडियो फोटो पनि खिच्यौँ. तर अगाउँदै अगाइन्न यो रारालाई हेरेर. हामी चाहिँ त्यहाँ छोडेर पारी जान थाल्यौँ. दाइहरूसँग मस्ती गर्दै. हजुरको फोटो नि आयो ओ मम्मीको नि तपाईँको नि आयो हेर्नु. कोही छुट्या छैन कि सबै छ.
तपाईँहरू गएर त्यो छेउमै राराको फोटो खिचेर चाहिँ प्लिज नफर्किनु होला। एक दिन त्यहाँ बिताउनु होला। डिफ्रेन्ट ठाउँबाट रारा डिफ्रेन्ट देखिन्छ। हामी चाहिँ माथि इको रिसोर्ट जाँदैछौँ। अब मजाहरू लाग्छ नि त्यहाँ हो हेर्न जानु ल ग्यारेन्टी हो। म चाहिँ दुःख गरेको अरू केही हेर्न लागेन। यो पुरै कस्तो देखिन्छ भन्ने हेर्नलाई मात्रै हो। लेट्स गो। मम ड्याडसँगै नै हो। मस्त घाम लागेको छ। यो खै के को बार हो? पहिलाको जमानामा आफ्नो एरिया छुट्याउने बार हो जस्तो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई के लाग्छ? हामी चाहिँ अहिले इको रिसोर्ट जाँदैछौँ। हिँड्न लागेको ठ्याक्कै 2 घन्टा भयो। 4 बजीदेखि हिँड्न लागेको। अहिले बेलुकाको 6 बज्यो। चराचुरुङ्गीको आवाज पनि कस्तो मिठो आइरह। घाम त झन् कस्तो मजाको लागिरह। यो घाम अस्ताउनुभन्दा अगाडि जान सक्यो नि त। हेरौँ। यसको मम्मी बाबा हिँड्दै हुनुहुन्छ। मेरो मम्मीले चाहिँ लास्टै गाह्रो भएको थियो, तर रारा देखेपछि मम्मीको एक्सप्रेसनै कस्तो चेन्ज हुन्छ हेर्नु ल। अलिअलि सुख अलिअलि खुसी। अब यो हेर्नु नि त कस्तो देखियो। राम्रो देखियो त्यति। साँच्चै के राराले सबै थकाइ मेटाइदियो। हेलो गाइस, मसँग यति बेला शब्दै थिएन, जस्ट थियो मसँग मेरो रारा। रारा बेलुकामा नि उस्तै राम्रो, बिहानमा नि उस्तै राम्रो। कति राम्रो हुन सकेको के रारा। हामी चाहिँ अहिले मुरमा टपमा छौँ। यहाँबाट चाहिँ पुरै राराताल हेर्न मिल्छ। हेर्नुहोस् कस्तो राम्रो छ। पुरै राराताल हेर्न मिल्छ यहाँबाट चाहिँ। अब चाहिँ हामी रारा हेर्दै तल ओर्लिन थाल्यौँ। मम्मीलाई चिसोले अलिक गाह्रो भएको भएर छिटै गर्दै झरिरहेको थियौँ। फाटो अझै पनि गुराँस थिए। सो बाबाले टिपेर लिएर आएर मम्मीलाई न्यु इयर विस गर्नुभयो। हामी तल झर्दै गर्दा मुरमा गाउँ देख्यौँ। माथिबाट कस्तो राम्रो देखिएको थियो मुरमा गाउँ। मुरमा गाउँ साँच्चीकै राम्रो छ। गएपछि छोड्नै मन लाग्दैन। त्यहाँ अझै पनि हामीले शुद्ध हिमाली पन भेट्न सक्छौँ। क्यामेरामा कैद हुन्छु भनेर केटाकेटी पन देखाउँदै नाच्दै थिए ती भाइ। यो पुरानो भएछ त्यो यो त्यस्तै फेरि बनाएर यो हालेको न समात्ने नि रहेछ। मलाई त कस्तो रमाइलो लागिरहेको थियो। नेपाली सिनेमामा देखाइने पानी पँधिरेका गफकाफहरू देख्दै थिएँ। यही हो मुरमा गाउँ। राम्रो छ नि। यो चाहिँ राराबाट बढी भएर आउने पानी। अरू बेला चाहिँ खोला जस्तो हुन्थ्यो होला, अहिले चाहिँ कुलो जस्तो बगिरह। अनि त्यसलाई चाहिँ कुलो लगाएर रहेछन्। अनि यहाँ चाहिँ घट्टा चलाउने। कस्तो लागिरह त बाबा। हाँसेर भने त हुन्थ्यो। हालत खराब छ मेरो मम्मीको चाहिँ। हेर्नु मम्मीको हालत खराब छ। बल्ल दाँत देखाउनु मम्मीले। रारा त फेरि आइसक्यो। छोडेर जान मन त लाग्यो छैन। जानुपर्छ। यो हो नि लेक साइड। हजुरहरू चाहिँ वहाँ माथिबाट लेक साइड के अरे रारा हेरेर माथिबाट अनि सिधै निकुञ्जा नजानु होला। यो लेक साइड भएर रारातालको छेउ किनार भएर हिँड्नु होला। दामी भ्यू देखिन्छ। किप वाचिङ। कस्तो राम्रो भ्यू छ क्या यहाँनिरबाट। अब म फर्किनुपर्छ भनेर रारासँग बिदाई मागेँ। मम्मी ड्याडी चाहिँ बाइकमा जानुभयो। माथि सल्लेरीबाट तल तालचा जानलाई चाहिँ गाडी पाउँदो रहेछ। अनि तालचाबाट नागमाको लागि
2 बजे गाडी छुट्ने हो अरे। अहिले 12:30 भयो। अनि म चाहिँ यहाँबाट अब तालचादेखि नागमा जाने बाटोमा चाहिँ जान लागेको छु। यो आधा घन्टाको बाटो छ अरे। सो फटाफट ओह्रालो गुटुङ टुङ टुङ ओह्रालो गइरहेको छु। म हिँडेको 12 मिनट भयो। बाटो चाहिँ खत्रै छ। यस्तो छ बाटो चाहिँ। ओके गाउँ आइसक्यो। मेबी यही हो गाउँ। वेदर यस्तो राम्रो भएको छ नि कसम दामी। तर बाटो चाहिँ खराब छ। ओह्रालो हो पुरै ओह्रालो हो। लेट्स गो। म 15 मिनट चाहिँ हिँडिसकेँ। अब गाउँबाट 10 मिनटको बाटो छ अरे। गाउँ आउन नि 2-4 मिनट त लाग्छ। बाटो चाहिँ खतरा है। ओह्रालो पनि धुलो ओह्रालो छ के पुरै राम्रै ओह्रालो छ। अहिले चाहिँ म गाउँमा आइपुगे जस्तो भयो। तर गाउँ चाहिँ दामी देखियो कि नै। यसरी हेरौँ न। यहाँ माथिबाट देखियो भने यो सबै छत हो के यिनीहरू कस्तो मजाले के माटोको छतहरू ढुङ्गा र माटोको। अलिअलि लेटेस्टहरूले चाहिँ ऊ पनि लगाएको छ टिन पनि। त्यो ढुङ्गा र माटोको छत। मलाई मेबी यो रोडमा निस्किने होला। लेट्स गो। मलाई यो घर चाहिँ साह्रै मन पर्यो के। कस्तो राम्रो के। यो हो नि त नेपाली घर है। झ्यारी गाउँ हैछ। अनि कस्तो मजाले फुलेछ के स्याउहरू। तर खाने बेलामा आइएन। माई ब्याड। गाउँ चाहिँ कस्तो मजाको के। पुरानो घर रहेछ। माथि कहाँ हो माथिबाट त्यो ओह्रालो चाहिँ यहाँ आइपुग्यो। यो पुल भन्दा अलिकति यता आउने रहेछ। मम्मी ड्याडी पनि आइपुग्नु भयो। अब यताबाट चाहिँ लोकल गाडी आउँछ। तर भ्यू त साँच्चै कस्तो दामी हो के। ल मम्मी ड्याडी जानुभयो हो। म चाहिँ यही माइक्रोमा जाने हो। अब यसैलाई रोकाएर आजको मेरो बसाइ चाहिँ नागमामा हुन्छ फेरि। अनि त्यहाँबाट चाहिँ भोलि म दैलेखको लागि त्यहाँबाट मुभ हुन्छु। मैले चाहिँ साँझको क्लिप खिच्न बिर्सेछु के। सो साँझ स्टे गरेको क्लिप चाहिँ छैन। तर एक दिन चाहिँ नागमामा बस्नुपर्छ। राराबाट सिधै सुर्खेत चाहिँ झरिँदैन। अगाडि मम्मीहरू पनि हुनुहुन्छ ती। यो चाहिँ नेक्स्ट डे निस्किसकेँ म दैलेखको लागि। म चाहिँ झरेँ। मम्मी बाबा आउँदै हुनुहुन्छ। दाइकोमा जानु भएको। दुईटा झोला बोकेर भिजो छ। दैलेखमा आएर के गरेको। मैले चाहिँ धेरै कुरा अनुभव गर्न पाएँ यो ट्रिपमा। यहाँको बुवा आमाको आत्मीयता, सिम्प्लिसिटी, आफ्नो उत्पादन आफै गर्ने, बजारमा निर्भर नहुने। मलाई यहाँको चाहिँ त्यो सिम्पल लिभिङले चाहिँ धेरै टच गर्यो। जेस नानुले पनि बिना मियाको दाही चाहिँ गर। सुरुमै नयाँ मान्छे देख्दाखेरि चम्किने खतरा हुन्छ होइन। बडो मेहनतले पाल्नु रहेछ कि गोरु पनि रहर लाग्दा। कहाँ हो नानु तिमीले यो दाही हालेको। दैलेखमा कसको घर। चित्र दाईको घर। धेरै ढङ्ग भएको मान्छे म। आलु पोलेर खाएको आलु त पुरै कोइलै भएछ। दैलेखको सदरमुकाम दैलेख। ल हामी भोलिपल्ट बिहान दैलेख एक्सप्लोर गर्नलाई निस्क्यौँ। हामीले 1 डेको लागि चाहिँ अटो बुक गऱ्यौँ। अनि दिनभरि हामीले त्यो दैलेख एक्सप्लोर गऱ्यौँ। रिक्साले तान्न नसकेर मम्मी यहाँ हिँड्नु बाबा त्यहाँ हिँड्नु रिक्सा अगाडि गयो।
मम्मी आउनु तपाईँको सिट भ्यू के हेर्न पाएँ होइन मन्दिर हो बिहानको मिरमिरे उज्यालो नि कस्तो रमाइलो लाग्ने नेपालको कन्डिसन यस्तो छ जुन दरबार राख्नुपर्ने त्यो भत्काएर केही पनि छैन एटलिस्ट हेर्ने कुरा त राखिदिनुपर्छ भत्काइदिएन सबै छैन केही पनि जे हेर्ने भनेर आएको केही छैन लो दरबार भनेर भएको भनेको यतिवटा आधा उधी पनि छैन यति पर्खाल छ यसमा चाहिँ यहाँनिर ढुङ्गा खा यहाँ माथि इँटा खा तल इँटा खा यहाँनिर पनि ढुङ्गा खा त्यस्तरी रहेछ यति हो अवशेष बाँकी अतिक्रमण नि भइसक्यो केही छैन राति राति उठेर आयो के काम लाग्यो दरबारलाई माओवादीले उडाइदिए पनि यो चाहिँ भ्यू चाहिँ हेर्न पाइयो एउटा सङ्ग्रहालय चाहिँ रहेछ तर बन्द अवस्थामा थियो सो भित्र के थियो के थिएन त्यो चाहिँ थाहा भएन पहिलाको राजाहरूले चाहिँ कस्तो राम्रो लोकेसन छानी बनाउने के यहाँनिर मन्दिर छैन यहाँनिर ठ्याक्कै अर्को साइडमा कस्तो मिठो सनराइज भइरहेको के दामी यहाँ सनराइज भइरहेछ यहाँनिर मन्दिर छ बिहान पूजा गर्न आउँदा नि यस्तो मिठो सनराइज देख्न पाइने के दामी हामी चाहिँ यो दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन तथा यो टेस्ट गरेको ठाउँमा चाहिँ पुग्यौँ यो टेक्निकल कुरा चाहिँ मलाई त्यति धेरै थाहा छैन जस्ट यहाँ चाहिँ उत्खनन गरेर चेक गर्दाखेरि पेट्रोलियम पदार्थ यो एरियामा छ भनेर चाहिँ पुष्टि भएको छ हामी चाहिँ दैलेखको यो शीर्षस्थान मन्दिरमा आयौँ यो चाहिँ पुरानो मन्दिर जहाँ चाहिँ बत्ती कहिले निप्दैन तलको पेट्रोलियम ग्यास माथि आएर पेट्रोल उत्खनन भएको गाउँको साइडमा बलि राख्ने बत्ती बलि राख्ने यहाँ चाहिँ एउटा दुईटा ठाउँमा होइन धेरै ठाउँमा चाहिँ यसरी बत्ती बालिराख्नु भएको छ कि तलबाट आएको पेट्रोलियमलाई चाहिँ ढोपेर एउटा ठाउँबाट आउने बनाएर राम्रो छ यो ढुङ्गामा पनि कस्तो राप आइरहेको थियो बलेको चाहिँ देखेको छैन तर राप आएको थियो हामी चाहिँ बाटोमा जङ्गलमा काफल नै भेट्यौँ अनि काफल टिपेर खान थाल्यौँ दैलेखको भैरवी गाउँपालिकामा रहेको पञ्चदेवल अब यसलाई मन्दिर भन्छन् या कला भन्छन् आई डोन्ट नो पञ्चदेवल हो यसको भित्र चाहिँ यो उमा चाहिँ घरमा चाहिँ केही पनि रहेन रहेछ अनि माथि चक्र छैन त सबैमा छैन एउटा यसकोमा चाहिँ अब चाहिँ हामी नाभिस्थल मन्दिरतिर लाग्यौँ यहाँ चाहिँ हामीले अघि पञ्चदेवलमा हराएको चक्र भेट्छौँ दियालो बाल्ने वास्तवमा यही हो दियो नै हो अनि सुन त्यहाँ पञ्चदेवलको माथिको ढुङ्गा छैन भनेदेखि यहाँ रहेछ के ए अनि दुईटा त थियो नि पञ्चदेवल माथि ठुलो र सानो हो खै ठुलो सानो कहाँ ए त्यहाँ छ यो सानो होला अब यिनीहरूलाई जोगाउन सके त मैले पहिला अरूहरूको भिडियोहरूमा पातको कोन बनाएर यो पानीमा बत्ती बालेको देखेको थिएँ सो मलाई पनि एकदमै इच्छा थियो यसरी बत्ती बाल्ने अनि त्यहाँ छिट्टै बल्दो रहेन रहेछ पानीमा बुक्लु आएको ग्यासलाई छोपेर बत्ती बाल्ने रहेछ सो एक ठाउँ बोलेन अर्को ठाउँमा गएर चाहिँ सक्सेस भयो बत्ती बाल्नलाई देख्न त त्यस्तो राम्रोसँग देखिँदैन र बत्ती जे होस् बल्यो हामी चाहिँ अब यहाँबाट फर्क्यौँ एकछिन अनि कर्णालीतिर पनि गएर चिसो पानीले हातमुख धोयौँ त्यसपछि चाहिँ हामी अब फर्किने तर्खर गर्दै थियौँ हामीलाई सुर्खेत पनि फर्किने थियो आजै सो यति नै थियो मेरो रारा र दैलेखसम्मको यात्रा यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच बाई बाई